गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु। मैले चाहिँ बिहान उठेर नुहाएर घरमा पूजा गरेर सकेर अब चाहिँ रेडी भएर स्कुल जानको लागि रेडी हुन लागेको छु। हजुरहरूले के कस्तो लाग्छ जस्तो लाग्छ त्यसै साह्रो प्रतिक्रिया दिन नबिर्सनु होला। हजुरहरूलाई पनि ह्याप्पी सरस्वती पूजा भन्न चाहन्छु। फाइनली गाइज आज चाहिँ हामी तल बुकनटार स्कुलमा सरस्वती पूजा स्कुलमै गर्ने भन्नुभएको छ, त्यसैले नानीलाई लिएर बोलाउनु भएको छ। त्यसैले म चाहिँ अब स्कुल जान्छु। अब स्कुल जानको लागि रेडी हुन्छु गाइज। 8 बजी भन्नुभएको थियो, 7:30 भइसक्यो गाइज। हेलो गाइज, हामी चाहिँ मुलाकात दैछौँ जानको लागि। भाइ बहिनीलाई पनि देखाऊ। मोटे भाइ के अरे हो यार। मां सरस्वती नमो नमः, ज्ञान की देवी नमो नमः, हंसवाहिनी नमो नमः। सरस्वती नमो नमः, मां सरस्वती नमो नमः, ज्ञान की देवी नमो नमः, हंसवाहिनी नमो नमः। हेलो गाइस, पुट के लाइट दिखाइदियो न यार। कति देखाउने र पुट के हट दो है एमीको हजुर सबैले देखाउँछ मलाई छैन के मिल्छ नि ल अझै लिएर आऊ गयो अनि मैले छोरा याद केटीहरु मैले किन मन पर्छ यार मेरे उसो गर्न चाहिँ क्यामेराम्यान एकदम यो तो मन था हेलो गाइस, देखो ना मैं तो बहुत थक गया। यहाँ चाहिँ अचारको लागि आलु छिन्ने काम भइरहेको छ, नरिवल काट्ने अनि यहाँ चाहिँ पूजा गर्ने काम भइरहेको छ। यता खिर हेलो खिर पकाउने छन् भाइहरूले चाहिँ यहाँ। ओए राम्रोसँग हेरेर पकाऊ के कति फरक है नि त कति फरक खान्छ या त ए आयो नि तपाईको ल सिधा मिस ल दुईटी आएर सर के फाले सालाहरूले गोला नफाले ल जाम जामिन होइन from each other. Yeah. Ôi, cô làm thế.
मैले बनाइदिएको जा एउटा फोटो खिचाम ल यता हार्नु मिस ल लगे मिस लेखिन्थ्यो रे चिठीमा माया भेटिनै छाडे हजुर बर्फी फल्छाया यही भएर बनाउनु राम्रो बुने निकायो छयाले जाने खायो त्यो तिम्रो मायाले पानी लिएर जा रे अम्फरामा यहाँ नै यो बनाउनु पर्यो ले न बनाउनु नाच्न गाउन रोदीमै गइन्थ्यो नि है साथी सँगै समय छुट्टै कहाँ गाउँ खाइ नाच्न गाउन रोदीमै गइन्थ्यो नि है साथी सँगै समय साथीको त्यो बोलीमा अड्किन्थ्यो छोटो जीवन सँगसँगै हँसाउन जाने भए छोटो जीवन सँगसँगै हँसाउन नानी उठाएर फुल लौ लौ फुल नानी लौ गर्नु के बोलाइदिनु अझै लियाना पनि यता बस्छ
फोटो खिच्नु यसो नानीहरूलाई समातेर कापिदिनु तिम्रो यता बसेको तिमी उठ तिमी जा उठ हजुरहरूलाई आजको मेरो भिडियो के कस्तो लाग्यो जे जस्तो लाग्छ त्यस्तै सुझाव र प्रतिक्रिया दिन नबिर्सनु होला थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई